सो गाइस 4 बहन का घर में जाके भी लगा के भी आ गया। 20-20 का बहन का घर में वीडियो नहीं कर पाया, लेकिन छोटा छोटा शॉर्ट वीडियो है। सबसे लास्ट वाला में हमारा माइली दीदी हाय बोलो। हाय। इधर देख के बाय हाय बाय। ओके तो हाय भाई हमारा बहना उधर बैठ के देख रहा है। हमारा छोटा दादा स्विच ऑफ हो गया है। माइला दादा, बड़ा दादा, फिर माइला दादा। और ये तुम्हारा नाम क्या है? आयन है। तुम्हारा नाम क्या हो? तपस्या। तुम्हारा नाम क्या है? तपस्या पता दिन बोलो क्यों भैया? स्विच ऑफ आया। स्विच ऑफ स्विच ऑफ ठीक है स्विच ऑफ मंगाते आया के बाबा ना ना बो बसाइ हेरौँ न त, कोही यस्तो गरेर बसेर कोही यस्तो बसाइ छ। थाहा के थियो बिहानदेखि हिँडेको हेभी थाल्यो जाने एकछिन हिँड्दाखेरि मान्छे यहाँ सेलक हुन्छ होइन थाक्नु त हिँडेकोले थाकेको थिएन त, थाकल थाक्यो लोडले चाहिँ बसाइ जुन अफर जुन त सानो गाडीमा अब कहाँ दुधवटा गाडी ल्याएर हिँडिदियो अरे लोड चाहिँ कहाँ राख्नु भएको यो अननको मजाले भागवादी चाहिँ बरु यहाँ त भने फुटबल खेल्नुपर्छ। दुत्या लगो फुटा खेला भने बादेखि चाहिँ सकिन्थ्यो होला। बिगारी खाने त बाँदर नखाइनु भाडा छैन फेरि उयो भने जस्तो बनायो। कान्छीले त आफ्नै घरको माला गरे क्या फुल स्विच अफ फेरि लाउँथ्यो हो र? स्विच अफ मम्मी म पनि आया त भाइ खोइ बयानको भाग पनि छ त मलाई ह्याप्पी बार्थडे यस्तो गर्छ। अहिले कति तारिक हौ? 23 तारिक नेपालीको थाहा छैन। 23 होला। उठ्नुहोस् न हौ दाजु, यहाँ फ्यान छैन तल्लोपट्टि छ अन्त यहीँमा यहाँ छ। वर्षमा दिनमा लैलै दसैँ तिहार आयो नि लैलै। अब सक्यो त्यति बेला के गर्नु? यसले त जुत्ता लगाएर हिँड्नै सकेन भने वर्षमा दिनमा लैलै। हाय हाय माइला, हाउ आर यु? बहिनीको घरमा आज खेल्यौँ। टिकाको समारोहमा हामी 5जना दाजुभाइ बसेको छौँ र टिका र खानपिनको सुरुवात भइरहेको छ। हाम्रो ठुलो दाजु आउनु सक्नु भएन र हामी 5जना दाजुभाइ यहाँ छौँ र हामीसँग छोराहरू छ। हाम्रो बहिनी भान्जी, उहाँ हाम्रो ज्वाइँ हुनुहुन्छ। ज्वाइँको घरमा आज जय पनि त उठेर हलो हाई गरिदिनु नि त एकछिन। ज्वाइँको घरमा आज हामी छौँ र हाम्रो दिदीबहिनीहरू धेरै त्यस कारणले गर्दाखेरि हामीले सबैको घरमा 5जना जानुको हाम्रो एउटा जित थियो। त्यसले गर्दाखेरि आज सानो बहिनीकोमा हामी लेट आइपुग्यौँ। बहिनीलाई हामीले धेरै पर्खायौँ, हामीलाई दुःखी छ, तर मनोरञ्जन पनि यहीँबाटै भइरहेछ। धन्यवाद छ सबै साथीहरूलाई, धन्यवाद छ। एकदम खुसी छौँ। यहाँ हाम्रो आज चेलीबेटीको सबैजनाकोमा गयौँ। राति अब 9 बज्दैछ अहिले। लास्ट मेरो सानो बहिनीकोमा आइपुग्यौँ। तर बहिनी बिचरा बिहानदेखिको मेरो माइती आउँछ भनेर कति खुसी र सबैजना खुसी भएरै बसिरहेका छौँ। बहुत ह्याप्पी। मलाई त खुसी छ। म ढिलो आए पनि जे गरे पनि सब कुरो खुसी छु म। ल बिना त्यो वर्षमा दिनमा लैलै भने गातो नि। भाइ टिका हो दिदीको चेलीको मन कति रमाउने
टिका लगाई आफ्नो दाइलाई राजा बनाउने टिका लगाई आफ्नो दाइलाई राजा बनाउने हो सधैँभरि यस्तै खुसी यस्तै मुस्कान राख्नु केही दुःख लागे मनमा बिरे त आउँदा तिमी त यहाँ बस भान्जी यहाँ राख्नु दुईजना यहाँ खान्छौ यहाँ राख्नु यहाँ जग्गा पनि त्यहाँ बस्नु सो गाइस खाने पीने का प्रोग्राम चालू हो चुका है। देखिए ये मेरा प्लेट है, ये बाकी सब बड़े भैया लोग का प्लेट्स है। फोटो खींच देंगे मामा तुम क्या क्या इसमें से आप लोग कौन बता सकता है, आप जरूर बताना, ठीक है। खाने का कार्यक्रम